यीशुले एकपटक एउटा कथा भन्नुभयो, दुईजना मानिसको बारेमा एउटा कथा जसले आफ्नै आफ्नै घर बनाए। तीमध्ये एकजना बुद्धिमान थिए र अर्को मूर्ख। बुद्धिमान मानिसले आफ्नो घर बलियो चट्टानमाथि बनायो। भित्ताहरू ढुङ्गाले बनेका थिए र छाना पनि मजबुत थियो। एक दिन पानी पर्यो, खोलाहरू बढे र हुरी बतासले त्यो घरलाई हिर्कायो। तैपनि त्यो ढलेन, किनकि त्यसको जग चट्टानमाथि थियो। मूर्ख मानिसले आफ्नो घर बालुवामा बनायो। सुरुमा त्यो राम्रो देखिन्थ्यो, बनाउन छिटो र सजिलो थियो। पानी पर्यो, खोला बढ्यो, हावा चल्यो र त्यो घरलाई प्रहार गर्यो र कमजोर जग भएकोले त्यो घर ठुलो आवाज सहित भत्कियो। येशूले भन्नुभयो, जो कोही मेरा वचनहरू सुन्छ र तिनीहरूलाई व्यवहारमा ल्याउँछ, ऊ त्यो बुद्धिमान मानिस जस्तै हो जसले ढुङ्गामाथि घर बनायो। तर जो सुन्छन् तर पालन गर्दैनन्, तिनीहरू त्यो मूर्ख मानिस जस्तै हुन् जसले बालुवामाथि घर बनायो। जीवनमा आँधी बेहरी आउँछन्, चुनौतीहरू, शङ्का, कठिनाइहरू। तर यदि हामीले हाम्रो आधार येशू र परमेश्वरको वचनमा राख्यौँ भने हामी दृढ भएर उभिनेछौँ। यदि होइन भने हामी बालुवामा बनेको घर झैँ बगाइनेछौँ।